गुड आफ्टरनुन गाइजहरू। आज मैले चिकन चिल्ली बनाउन जाँदैछु। यो चाहिँ बोनलेस चिकन चिल्ली हो। यसलाई चट्ट चट्ट काट्छु। अनि बोनलेस चिकन चिल्ली काट्दैछु। काटिसकेँ। अब यसलाई टक्क एउटा बोलमा हाल्छु। बोलमा हालेर अब यसमा थोरै बेसार हाल्छु अनि खुर्सानीको धुलो हाल्छु। स्वाद अनुसारको नुन हाल्छु। अनि यो जिराको धुलो हाल्छु। थोरै सोया सस हाल्छु। अनि थोरै लेमनको सट्टा थोरै भिनेगर हाल्छु। अनि थोरै लसुन अदुवाको पेस्ट हाल्छु। अनि एउटा अन्डा पनि प्याट्ट हाल्छु। थोरै चिकन थोरै चामलको पिठो नि हाल्छु। अनि अब यसलाई मजाले फिर्छु। ल कति राम्रो भयो। खाउँ खाउँ जस्तो भयो चिकन चिल्लीको मासु। हैन गाइजहरू, यसलाई अब एकछिन राख्छु। कति राम्रो खाम जस्तो भएछ चिकन चिल्ली बनाउने। र अब एउटा कराईमा तेल हाल्यो। तेल हालेर एउटा मासु विचार गरौँ है त। ट्याक्क मासु फ्राई गर्ने। यो हो चिकन चिल्लीको लागि बोनलेस मासु टुक्रा पारेर फ्राई गर्दैछु। अब यसलाई तेलबाट तारेर फेरि भुट्ने हो। चिकन चिल्ली बनाउने हो गाइसहरू। ल यो चिकन चिल्लीको मासु पनि फ्राई भयो। फ्राई भएर यो जालीमा तेल तर्नको लागि जालीमा हालेछु। अब एकछिनपछि फेरि बनाउँछु। यसलाई फेरि भुट्छु। अब ट्याक्क अब कराईमा राख्छु।
क्याप्सिकम हाल्छु। मसँग क्याप्सिकम हालियोमा सिद्धियो, रातो मात्रै भयो क्याप्सिकम। सो नेक्स्ट टाइममा चाहिँ हालियो हाल्नुपर्छ। अहिले चाहिँ रातो मात्रै भयो क्याप्सिकम। अब भोट्ने यसलाई भोट्ने स्विट चिल्ली हाल्ने। मसँग हरियो प्याजको साग छैन, त्यही भएर हरियो प्याजको साग र हरियो क्याप्सिकम भएन मेरो चिकन चिल्लीमा। सो अब यसमा यो हालिदिने हो गाइसहरू। एकछिन यो पकाउनु पर्यो। गाइसहरू अब चिकन चिल्ली रेडी भयो। अब यसमा खानेर राख्छु अनि सबै परिवार जम्मा भएपछि खाने। रेडी टु चिकन चिल्ली। गाइसहरू चिकन चिल्ली रेडी भयो। कस्तो लाग्यो कमेन्ट गर्नु ल गाइसहरू, पुरा भिडियो हेरेर। गाइसहरू म चाहिँ भेजिटेरियन हो, मैले चाख्दैन खाँदैन। अब यो मेरो बुढालाई ट्याक्क खान दिन्छु, चाख्न दिन्छु कस्तो भएछ। थ्याङ्क यू गाइसहरू, फुल वाच गरिदिनु ल गाइसहरू। तपाईँहरूलाई नि गर्न मन लाग्छ भने यस्तै गरेर खानु।